पर पर्ती भुटेर झोल हालेर माउ पनि ल्याएर यहाँ लफेक लफेक भन्दै रहेछ सिगान खाकार गुप पानी सबै खाएर हुर्केको नमस्ते तथा शुभ बिहानी यहाँहरूको आजको दिन शुभ रहोस् म आजको दिन यसरी सुरुवात गर्दैछु तपाईहरुलाई लागिरहेको होला यसले के खायो म त्यो बारेमा तपाईहरुलाई जानकारी गराउँछु यो तपाईहरुले थालमा देखिरहनु भएको छ यो आफ्नै बारीमा फलाएको सागसब्जी र जडीबुटीको जुस बनाएर खाए अब तपाईहरुलाई चाहिँ त्यो सागसब्जी र जडीबुटीको विषयमा म एकचोट गरेर जानकारी गराउँछु यो खायो भने त कति फाइदा छन् तपाईहरुलाई थाहै छ बारीमा मजाले फलेको छ यदि तपाईहरु चाहनु भयो भने लिन आउनु होला है अब तपाईहरुलाई चाहिँ यति धेरै जानकारी गराइसकेपछि अब यो छेउमा राखेर मेरो आफ्नै फर्म होइन त्यो फर्ममा त पुरै रासायनिक चिज मात्रै खुवाउँछ रासायनिक दाना खाना के खुवाउँछ हैन मेरो आफ्नै घरको सिगान खाकार गुप पानी सबै खाएर हुर्केको त्यो लोकल कुखुरा आज यसलाई पर्ती भुटेर झोल हालेर ल्याएर खानियो अब त पुरो बुझ्नु दादा मुला साग भाजी पात मेरो खोला पैसा माउ पनि ल्याएर यहाँ लफेक लफेक भन्दै रहेछ है तेरो दाइ एकछिन भिडियो बनाइरहेको छ मान्छेले हेरिरहेको छ नगराउन भिडियो